यी हुन् डम्बरबहादुर राई उर्फ डम्बरे। के छ त उसको ड्रिम? एकपटक फ्ल्यासब्याकमा जाऊ। तिमीले खाँदैनौ? खाना मलाई त्यति भोक लागेको छैन। खा खा। कति दिन चाहिँ यो अर्काको भनाइ खाएर बस्ने। अहिलेसम्म मेरो वृद्ध भत्ताले ठिक छ। खाने बेला त नरो त। नरोएर के गर्नु त? तेरो त्यो बाउ बनाउँदा असति विदेश जाने भनेर यत्रो वर्ष भइसक्यो। नचारेर पैसा पठाउँछु। मर्या बाचा के मर्यो भनेर चाहिँ खबर आयो नि त क्रिया गर्नुहुन्छ। कति चाहिँ दुःख दिएर मर्यो भने त्यो असतीले। अनि तैँले पनि भएको कुरा गरेर जतिखेर मलाई तनाव नदेऊ। तिम्रो ऋण चखास भने दिन्छु। म विदेश जान्छु अब। त विदेशै किन जानु पर्यो बाबु? यी नै पैसा कमिँदैन र? मसँग तेरो बजेले दिएको कण्ठ छ, त्यो दिन्छु। बरुको त यतै केही गर। तिमी जेसुकै भनामा म जसरी भए पनि विदेश जाने हो। कसको बाउको पैसाले जान्छस्? पैसा कहाँ छ? हामीसँग पैसा छ विदेश जाने? रगत छ। पैसा कसरी खोज्नुपर्छ मलाई थाहा छ। ऋण तिर्नलाई ऋण काटेर विदेशी नै हिँडेका डम्बरे दलालले पैसा खाएर भागेपछि घर न घाटको भएर जीविकोपार्जनका लागि उडाउ चलाइरहेका छन्। नाङ्गै डम्बरे किन भागिरहेका छन् त? जाउँ 1 घण्टा अगाडि। तपाईँ हो? उडाउ। तपाईँ हो जाने मान्छे? ओहो। बस्नु। बिस्तारै बिस्तारै। बस्छु बस्छु है बस। किन यति धेरै खानुहुन्छ? म त कस्तो लड्छु जस्तै भए। समातो समातो च्याप्पै गरेर समातो। फेरि तपाईँलाई मैले यसरी समाउँदा तपाईँको गर्लफ्रेन्डले पुक्लुक्कै हानेर भुक्लुक्कैमा हालिदिनु भने के गर्ने हो? मेरो गर्लफ्रेन्ड त छैन। ए पहिल्यै भेट हुनुपर्ने मान्छे आज भेट भएछ। किन र दिदी? दिदी चाहिँ नभने भए हुन्थ्यो। कल मी मिस माया। माया के माया भन्नुहोस्। दिदी पनि जिस्किनुहुन्छ। मलाई पनि गर्लफ्रेन्ड नभएको केटा चाहिएको थियो। किन? छोरीको बिहे गरिदिनु? के को छोरीको लागि हुनु नि? तपाईले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन। केही क्षणपछि पुनः प्रयास गर्नुहोला। अनि तपाईको बिहे भएको छैन र? बिहे त भयो नि, तर के गर्नु, बुढो जहिले लाहुरतिर 2-3 वर्षमा एकचोटि घर आउने, त्यो पनि 15-20 दिन 1 महिनाको लागि। अनि गइसकेपछि बोयफ्रेन्ड चाहिएन त। के भयो यसलाई? स्विच अफ गरेर कता के भयो? तपाईको बोयफ्रेन्ड त छैन र? बोयफ्रेन्ड त थियो नि, तर के गर्नु, त्यसलाई सब थोक गरिदिनु पर्ने।
आज बाइक किन्दै भन्छ, भोलि बाइकमा पेट्रोल हाल्दै भन्छ, पैसा टी-सर्ट सपिङ सबै गराइदे हुँदा आज त मलाई मेरो गर्लफ्रेन्डलाई पोखरा घुमाउन लानु पर्यो, पैसा देऊ न यार भन्दो रहेछ। मलाई कम तनाव भयो, त्यही भएर ठाउँको ठाउँ त्यसलाई ब्रेकअप दिएर म यहाँ उडाउमा आएको। मलाई दिन्छु म्याम, मलाई म्याम हजुरलाई धेरै लागिसक्यो, म जान्छु है। जाने कुरा नगरे क्या। कहाँ जानु ल? म एकछिन फ्रेस भएर आउँछु, तिमी चाहिँ तयार भएर बस, ओके? को आयो यार यस बेला? पनि यतिखेर त कोही आउने हुने कुरै थिएन त। एकछिन कुरै चाहिँ आएर किन जानु पर्यो? भएन, कुरै चाहिँ आउँछ। घर पनि पुरानो भएछ, जाँडा रङ लाउने बेला भइसकेछ। के मुर्दा आएछ भने तिमी बरु झ्यालबाट अम्फाला नजाऊ न। जान्न, म मान्छेलाई मुड आइसक्यो, बरु त्यसलाई गर्लफ्रेन्डसँग पोखरा घुम्न जा भन न। अरे भगवान, कस्तो कुरा बुझ्दैनौ यार तिमी। त्यो होइन के, मेरो बुढो आएको के बुढो। तिम्रो बुढो? अनि त्यो त एक हप्तापछि आउँछु भने हैन? त्यो त भने हो नि, सरप्राइज दिन्छु भन्थ्यो, आज टुप्लुक्क मरेर सरप्राइज दियो भने क्या तिमीलाई। बरु तिमी भागिदेऊ न, जाऊ न यार। हुँदा मान्छेलाई यहाँनिर मुड आइसक्यो, काम गरेर सकेर जान्छु। कस्तो कुरा गर्छौ यार, मार्छ मेरो बुढो त, खुकुरी बोकेर हिँड्छ। उस्तै पर्यो भने तिमीलाई त छप्काइदिन्छ यार। बरु जाऊ, ज्यान जोगाउनु छ भने कटाकट पार्छ, काट्छ तिमीलाई।
चुप्पा सरप्राइज दिउँ भनेर आएको के गर्दै होला होइन तँलाई ढोका खोल्न पनि यत्रो टाइम लाग्छ तपाईँ म दिनभरि थाकेर किचनतिर यसो टुच्चा लाउँदै थिएँ यता कोठातिर चोर पसेर सबै गहना पैसा सबै लगेछ भने के भन्छ यो हो त भने हिँड्नु सुन्नु त भने हेर्नु त हजुर हेर्नु त यहाँ कस्तो भएको छ केही छैन के गर्ने होला कि सारा सम्पत्ति सिद्धियो भने हजुरलाई थाहा छ हजुरले अस्ति भक्क पठाएको 1 लाख रुपियाँ त्यो पनि चोरले लग्यो हजुरले त विदेशको ठाउँमा दिनरात नभनी मेहनत गरेर कमाएको पैसा आज सबै लग्यो हजुर अब के गर्ने होला ए नरु नरु म छु कमाउने बरु यसो गरौँ पुलिस रिपोर्ट गर्नुपर्छ होला हमर मनक गाँव में ईश्वर भाग्यले हमर मनक गाँव में ईश्वर भाग्यले आहाइलिए अन्हार में इजोर भाग्यले आहाइलिए अन्हार में इजोर ओ आइम अनि भात पकाइछ केटा दाल रोटी सब्जी पाकिसक्यो भात पाक्न बाँकी छ अनि तेरो लागि चाहिँ दाल सब्जी रोटी सबै पकाइ छैन अनि अघि नै पकाइदिएको भए सेलाउँदैन थियो त्यही भएर दिमाग लाग्यो छ्यासिस तिमीलाई के भएको छ रे बाइकमा हिँड्ने मान्छे पसिनै पसिना भएको छ त अब कति बाइकमा हिँड्नु भनेर यसो इभिनिङ वाक हिँड्यो नि हेर तिमी यो बाइक कुदाउने काम चाहिँ बन्द गर कति कमाउँछौ र बाइक कुदाएर बरु मसँग हिँड फर्निचरमा महिनाको 25-30 हजार त आइहाल्छ नि मलाई के अर्काको काम गर्ने जस्तो देखिस् के हुन्छ र अर्काको काम गर्दा मलाई हेर म इन्जिनियर गरिसकेको मान्छे त गरिरहेको छु काम हेर केटा डम्मरी अर्काको काम गर्दैन बरु बाटोमा बसेर नाङ्लो व्यापार गर्छु तर अर्काको गुलामी पनि कहिले गरिँदैन म त तिम्रो दुःख देखेर भनेको अब गर्दैनौ भने नगर मलाई के छ मेरो सपना बेग्लै छ 1 महिना पर्खिन त्यसपछि हेर्लास् डम्मरेको प्रगति मेरो साथी मैले तिम्रो प्रगति देखिसकेको छु राति जति गफ दिए पनि भोलि उडाउ चलाउन त्यही चोकमा गएर बस्ने हो हेर केटा अब मैले मेरो बिजनेस विदेशतिर पनि फैलाउँदैछु अबको 1-2 वर्षमा युएसए अमेरिका क्यानाडा हङकङ त्यसपछि त्यो चाइना सबैतिर म फैलाउँदैछु ल साथी यार तेरो प्रगति पनि खत्रै भइरहेछ म फेसबुक पनि हेरि गर्छु तेरो त लास्ट प्रगति भइरहेछ यार अब मेरो प्रगति देखेर नि केटाहरू त जेलस हुन्छ होला है अनि यार हामी विदेशमा आएर पनि त्यस्तो मजाले कमाउन सकेको छैन केही जमाउनै सकेको छैन हेर्न यार त नेपालमै बसेर पुरा तेरो प्रगतिहरू देखिरहेको हुन्छ त्यति धेरै प्रगति गरेको छ अनि अलिअलि इर्ष्या त लाग्यो अब के गर्छस् त केटा अब तिमीहरूको माइन्डै सानो छ मेरो माइन्ड ठुलो त्यही माथि म किडनीको प्रयोग गर्छु केटा अब छुट्टिनु पर्ला यार मेरो एकछिनमा दयाङ राईसँग मिटिङ छ यसो भातसात खाने गफसफ गर्ने मिटिङ छ अब एकछिनपछि म दयाङ राईसँग फोटो अपलोड गर्छु नि यसो लाइक कमेन्ट चाहिँ घचा आउनु पर्यो नि ल
रेडी हो भाइ? रेडी ल तपाईँ रेडी हुनु न। ल खिच त। एकछिन। अस्तिको पालो तिमीले बिगार्दैछौ नि त फोटो। ठ्याक्कै अर्को फोटो लिएर आएर मसँग जोडे जस्तो देखियो। आज चाहिँ तिमीले ट्याक्कै एकै ठाउँमा बसेर फोटो खिचे जस्तो देखिनु पर्यो। बुझ्यौ? हस् बाबा है त? ए ल हस् ल रेडी हुनुहोस् है त ल। दयाङ राईसँग गयो। दयाङ राई राधे समाल केपी शर्मा ओली नेतालाई त फेरि अलि रेस्पेक्ट दिएन भनेर गाह्रो होला है। भाइ अब यो फोटोमा हजुर सिधै दयाङ राईलाई ल्याएर आएर जोड्ने अनि मलाई एकछिनपछि अनलाइन गर्ने। हस् दाइ। र अब मलाई हरेक दिन एउटा सेलिब्रिटी र एउटा नेताहरूसँग फोटो जोडेर पठाऊ। अनि अस्तिको जस्तो त्यो फोटो बिगाएर चाहिँ पठाउने होइन नि, एडिट गरेर जोडेर पठाएको जस्तो छ। त्यस्तै हुँदैन दाइ, यहीले नि थाहा नपर्ने गरी म एडिट गरेर पठाइदिइहाल्छु नि तपाईँलाई। ठिक छ। ओहो केटा दयाङ राईसँग फोटो खिचाइरहेको रहेछ त। दयाङ राई त मैले पहिल्यैदेखि चिनिँदै हो नि। ऊ जमानामा दाजुभाइ बसेर सँगै दारू खान्थ्यो। ए हावा दयाङ राईले दारू त पिउँदैन। अहिले छोड्यो होला नि, पहिला त सँगै बसेर खाइन्थ्यो। सुन त यो पछाडिको बुकाहरू देखिस्, जब एउटा चुरोट त 4 जनाले बाँडेर खान्छ। साला बुका सुन, यो पछाडिको सबै उडाको बुकाहरू छ नि सबै अफलाइन गर्छन्। यस्तो नि गर्छ कसैले? अलिकति मानवता भन्ने छैन? भोलि गएर एक्सिडेन्ट भयो भने इन्सुरेन्स कहिले तिर्छ? दाइ राइडर हो, अफलाइन जाने। दाइ तपाईँ अनि अफलाइन मात्रै चलाउनुहुन्छ हो? फाइदै अफलाइनमा छ, अनलाइनमा त घाटा हो। अनि बहिनीको नाम चाहिँ के पर्यो? मेरो नाम सुषमा। वाह सुषमा। अनि घर चाहिँ कहाँ पर्यो बहिनी घर? काभ्रे। काभ्रे कहाँ? रोसीपारी। रोसीपारी त मेरो रोसीपारी त हो नि। ए हो र? रोसीपारी कहाँनेरि? बहिनीको घर चाहिँ रोसीपारी कहाँनिर हो नि त? पिपलको बोर्ड छ नि, हो त्यहीँनेरि। अनि मेरो पनि त त्यो पिपल बोर्ड नि त हो नि। ए हो र? कुन चाहिँ पिपलको बोर्ड? ठाडो पिपल बोर्ड छ नि त्यहीँनिर हो। हे दाइ गफ दिनुहुन्छ, त्यहाँ कहाँ ठाडो पिपलको बोर्ड छ? दाइ पनि हावा गफ दिनु, त्यहाँ ठाडो पिपलको बोर्डै छैन। हजुर फेरि को हजुर? हामी डम्बरबहादुरले खोज्न आएको। डम्बरबहादुर यहीँ बस्छ? हजुर सर यहीँ बस्नुहुन्छ। खै कहाँ छ? उहाँ त उडाउ चलाउन बिहानै जानुभएको छ, साँझतिर आउनुहुन्छ। ए उसको नम्बर देऊ त। हुन्छ। ल भन। 97 कसको फोन आयो? यो फोन उठाएर यसो कानमा लगाइदिनु त म्याम। हेलो तिमी डम्बरे होइन? हो। कौन भयो? म प्रहरी इन्सपेक्टर बोलेको। हजुर सर, के भयो सर? तिम्रो नाममा चोरीको आरोप लागेको छ। लाउरेले कम्प्लेन गरेको छ। तिमी जहाँ भए पनि तुरुन्त प्रहरी कार्यालयमा आत्मसमर्पण गर, नत्र भने प्रहरीले तिमी जहाँ छौ
त्यहीँबाट पनि समाउँछु। ए हस् सर हस् म आइहाल्छु हस् सर हस् म आइहाल्छु। होइन दाइ के भयो चुप्प लाग्नु भएको छ त कसको फोन आयो? हिजो मैले बाटोमा 10 लाख रुपियाँ भेटेर पुलिसलाई जिम्मा लगाइदिएको थिएँ। अब पुलिसलाई सहयोग गरा भएर पुरस्कार दिने रे नि त, त्यही भएर बोला होला पुलिस थाना। ए बहिनी ओर्लिनु पर्ने हाँ दाइ के भयो फेरि? कस्तो इमर्जेन्सी पर्यो भने क्या ओर्लिनु पर्ने भन्यो क्या? ओर्लिनु दाइ अहिले के को इमर्जेन्सी? मेरो घर त्यही पर त भन्नु आइहाल्यो नि, पुर्याइदिनु न। कस्तो कुरा नबुझ्यो भने मलाई कस्तो गाह्रो भइसक्यो भने ओर्लिनु न। हाँ दाइ म त ओर्लिन्न, बरु तपाईँलाई म 100 रुपियाँ दिन्छु, मलाई मेरो घर पुर्याइदिनु। कस्तो ए प्रभु यार ओर्लिनु न प्लिज यार, मलाई कस्तो गाह्रो भइसक्यो भने ओर्लिनु न। ए सुन्नु न, मेरो घर उतै नजिकै त हो नि, पुर्याइदिनु न। बरु तपाईँलाई मेरो रुममा लगेर चिया कफी खुवाउला नि। बरु म तपाईँको लागि पनि सब थोक गर्छु। ओर्ली भने मान्दैनस्? ओर्ली यहाँ ओर्ली त्यहाँ ओर्ली यहाँ। इमर्जेन्सी पऱ्यो भने बुझ्दैनस्? मान्छेलाई अघिदेखि इमर्जेन्सी पऱ्यो भनेर भनिरहेको छु, घरमा गएर चिया कफी खाऊ रे। त जस्तो केटीहरूले गर्दाखेरि हामी जस्तो सोझो केटाहरू बिग्रियो बुझिस्? मुर्दार चिया कफी खाने यत्रो मौका दिए थिएँ, उल्टै लाताले हानेर गयो, मरिजास्। मैले जान्छु यसलाई साला। हतार भएको बेला कसले फोन गर्छ? हेलो को बोल्नु भएको तपाईँ? म उडाउको मान्छे, हिजो तपाईँलाई मैले घरमा छोडेको थिएँ, हो त्यही मान्छे बोले म। ए मेरो घरमा आएर चोरी गर्ने अनि मलाई नि फोन गर्ने त? होइन के भन्छ, तपाईँको दिमाग ठाउँमा छ? हिजो आफै फके लगाएन मलाई घरमा। मैले त विश्वास गरेर तँलाई लिएर गएको हो नि, यसरी चोरेर भाग्छस् भनेर हो त? ए पागल आइमै, म कपडा लाउन नपाउँदा त्यहाँबाट भागे हैन। अनि मैले कसरी चोरिस् त तँलाई थाहा होला नि। अब पुलिसले पक्रेपछि कसरी चोरेको तँलाई राम्रोसँग थाहा हुन्छ। तँलाई म नखर मौली आफै घरमा फगाएर लान्छ, अझै मलाई अघि काटिसकेछ पक्क। त कहाँ हुन्छस् मलाई सबै थाहा छ। यो जाठो आइमे कोसँग आउँदो रहेछ? आज चाहिँ पत्तो लाएर यिनीहरूलाई म अरे यो जाठो पो छ त? अस्ति राति मेरो घरबाट नङ्गै भाग्ने यही थियो त। मुला छाडा आइमेको अब पर्दा फास हुन्छ। योसँग सल्केको रहेछ, हात जाउन कति छोड्दिन। पुलिसको पछाडि बसेर बाँच्छु भनेको तँलाई यही नकाटी छोड्दिन। के भयो बरारीकै अगाडि काट्छु भन्ने? हिजो बेलुका तपाईँलाई मैले रिपोर्ट गरेको थिएँ नि सर। हो त्यो चोर यही हो, यसले मेरो सम्पत्ति मात्रै चोर्यो भनेको त सर, बुढी पनि चोरेको रहेछ। आज यसलाई यही नकाटी छोड्दिनँ म। डम्बरे तैँले चोरेको हो? होइन सर, मैले केही पनि चोरेको छैन। चोरले चोरेको हुँ भन्छ त? यसलाई मैले रङ्गै हात पक्रेको सर। कहाँ पक्र्यो? खेदेकै छौ त? बुढीको पछि लागेर म रेस्टुरेन्ट पुगेको थिएँ, यसले 15 मिनटमा के गरेर निस्क्यो सर। के गरेर निस्क्यो डम्बरे? केही पनि गरेको छैन सर, त्यस्तो मैले प्रमाण जुटाउने काम मात्र गरेर निक्लियो सर। 2-4 झापड कसेर लाउनु न, भनिहाल्छ नि। ए डम्बरे के प्रमाण जुटाइस् देखाउ त। ए अनि कसरी कुरा मिलायो त? कसरी हुनु नि, आफूलाई कम्ती तनाव भयो, तर मैले यस्तो आइडिया लाएँ नि, त्यो आइडिया सुन्यौ भने त तिमी आफै चकित हुन्छौ के गर्यौ?
अनि त्यसपछि त बल्ल मलाई शान्ति मिल्यो। मेरो आइडिया कस्तो लाग्यो के तिमीलाई? ए कुरा यस्तो पो रहेछ। होइन पहिला मैले बिहे गरेर ल्याउँदा त त्यस्तो चलाक थिएन त्यो, अहिले त मलाई बेची खाने भइसकेछ। डमरे तिम्रो केही दोष छैन। हेर डमरेलाई यसरी अवशेष नलाऊ अबदेखि, लैजाऊ। होइन यस्तो जाडोमा त्यो पनि माथिको लुगा नलाइकन त्यो झ्यालबाट चाहिँ किन भागेको थियो?